हेलो गाइजहरू, हामी चाहिँ चिया खाएर यता साथीको मागु साथीलाई भेट्न उडम हामी यहाँ बत्ती नभएको कारणले यसरी मेरो फेसमा आइरहेको यो लाइट हेर्न सक्नुहुन्छ। लाइट देखाउने मान्छे चाहिँ उहाँ हो सुन्दरी। हामी गाइजहरू अब हामी बाटोमा पुगिसक्यो। साइडको ज्याकेट लगाएर आएको छ। यो चाहिँ मेरै हो, पर्सनल हो। बाई मैले चाहिँ दिदीको लगाएको भनौँ न, होइन दिदीको हो मेरो चाहिँ। तिमीले कसको लुगा लगाएको हो? मेरो आफ्नै लगाएको हो नि। अब हेर है, हामीले चाहिँ यसले चाहिँ आफ्नो दाइको लगाएको रे, मैले चाहिँ दिदीको लगाएको। यसले मेरो लगाएको है गाइज, जोडेर सोर सोर यता हाम्रो खै के हुँदैछ थाहा छैन। हाम्रो के हुँदैछ, हामी बाटोमा हिँड्दैछौँ। चल रहा होइन, अहिले इलेक्सन चल रहा। म चाहिँ कुनै पनि पार्टी होइन, त्यही जाने इलेक्सनलाई के भन्छ नेपालीमा भन्छ? इलेक्सनलाई के भन्छ नेपालीमा? क्या माइला सोध्न मलाई साइन्स पढेको हो भाइ। मलाई थाहा थिएन यार यो साइन्स पर्छ भनेर। मैले त्यसलाई के पढ्नु खोजेको? सिएस होइन, सिएसकै हो हुन चाहिँ अहिले। कम्प्युटर साइन्स चाहिँ होइन, पछाडि त साइन्स त छ नि। यिनीहरू साइन्सको स्टुडेन्ट। अब चाहिँ हामी कहाँ जाने भनेपछि चिया खान जान्छौँ हामीहरू। चिया खाने होइन, यसले लान्छ। अब कुन ठाउँ लाने हो? हामी जान्छौँ, यसले लान्छ। एक राउन्ड भयो हाम्रो बसन्तपुरको। एक राउन्ड गरिसक्यौँ हामी चाहिँ। आज एकदम धेरै वाक भइसक्यो हाम्रो। अनि यसपछि खुट्टेबाट यतासम्म अझ बिचरा भर्खर उठेको गाइजहरू यत्रो भाषा थिए त्यसको सुनेर। तर हामीलाई फरक पर्दैन यसको मुख जस्तो भयो नि, किनकि हाम्रो साथीहरूलाई हो भने फेस डजन्ट म्याटर। राम्रो आएको छ हौ, राम्रो आयो। यदि यो रेड कलरको टी सर्ट लाउनेलाई कोही मन पर्यो भने भन्न सक्नुहुन्छ कमेन्टमा है। फेरि उसको यहाँ स्टार्ट भइसक्यो मेकअप गाइजहरू, हेर्न सक्नुहुन्छ। हेर्नुहोस्, म यिनीहरू छ हिँडेर म बिग्रिने भयो। अब यहाँ हाम्रो साथी गइसक्यो यहाँ परेवाहरूलाई जिस्काउन। जुनकिरी मामी ज्यालीहरू छिन्या सामानहरू हेर्नुपर्छ गाइजहरू। हाम्रो नेपाल यस्तो छ, बसन्तपुर। मैले चाहिँ यहाँनिर छ हाम्रो टक्क सामानहरू किन्न आउनु सक्नुहुन्छ। म्युजियम जाने भनेको गाइजहरू यहाँ बसन्तपुरको बन्द रहेछ म्युजियम टक्क। म्युजियम जाने भने होइन, तर यहाँ बन्द छ म्युजियम जाने भनेर भनेको। अनि गाइजहरू हामी दिउँसो आउनु भ्याउँदैन, यो चाहिँ दिउँसो आइज गर्छ। अनि हाम्रो यता यो अगाडिको यो सिधा घरमा चाहिँ कुमारी बस्छ है। कुमारी हाम्रो लिभिङ गडेस हो नि त। कुमारी क्या हाम्रो लिभिङ गडेस भनौँ न, यता बस्नुहुन्छ उहाँ चाहिँ। कुमारी चाहिँ बेला बेलामा उहाँलाई हेर्न पाउँछ। तर कस्तो क्युट हुने क्या कुमारीहरू। अनि यहाँ त कुमारी बेकरी नै रहेछ है गाइजहरू। भिडियो बनाउनु मिल्दैन भित्र, तर हामी जाँदैनौँ होइन। 3000 कस्तो देखेको छ यार क्यामेरामा। सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। तर फरक पर्दैन, हामी चाहिँ हिँडिरहेछौँ। यहाँ खानेकुराहरू छ तर हामी के खानेकुरा छ तर हामी खाँदैनौँ हो। खाने हो रे यसले। पसलको मान्छे हुनुहुन्न रहेछ, के गर्नु। अब हामी पसलको हाम्रो भिड यार यस्तो गल्ली सानो छ। हामी चाहिँ क्याफे खोज्दै हिँडिरहेको छ। मैले क्याफे खोज्नेवाला मान्छे दुईवटा छ। यसलाई थाहा छैन क्याफे कहाँ छ भनेर हामीलाई त बिचमा पारिदिएर है घुमाएको घुमैसँग। त्यही भएन यार, डायमन्ड रहेछ। लाज छैन। हिरा खै देखाइदेऊ त तिम्रो हिरा साथी। हिरा हेर त, यसको हिरा किन्ने भयो आउनु होला बसन्तपुरमा। हिरा
हिरा चाहियो भने उसलाई सम्पर्क गर्नु होला है। सस्तो एफोर्डेबल प्राइसमा होइन कि नेपाली बनाउँदाखेरि लिङ्क हो भने प्रष्ट नेपाली बोल त ल। त्यो एकदमै सस्तो एकदमै के भन्छ क्या भर पर्दो भर पर्दो पनि हो। हिराबाट के भर पर्नु भर परेरै दिएको हो। खै देखाउ त हिरा देखेन यहाँ तिम्रो हिरा हेर्नुहोस् है। हिरा चाहियो भने आउनुहोस् प्लिज है। हाम्रो साथीको हिरा बिकाइदिनु किनिदिनु पर्यो हल्का हिरा। एकदमै सस्तोमा दिन्छ अरूले अब 3-4 करोड दिन्छन्। और अभी तो रुको क्लाइमैक्स अभी बाकी है। मजामा 3-4 लाख दुईटा हिरा है त ल। दुईटा हिरा पाउन सक्नुहुन्छ तपाईँहरूले। यस्तो आउनु पर्यो लिनु पर्यो हिरा है। थाहा छ यसले हिरा किन्यो भने हिरा किनेको पैसाले चाहिँ 2-3 लाखले चाहिँ हल्का हाइट बढाउनु पर्यो अरे बिचराको हाइटै छैन। यतापट्टि चाहिँ हो यार उता घुमेर बस्छ। यसले मैले अघि चिया खाएको ठाउँ लगाउँ जस्तो लाग्यो है गाइस। हामी अब जान्छौँ है मेरो यहाँ। अब त्यो क्याफे जानु लाग्यो गाइस। यिनीहरू चाहिँ गइरहेको छ म चाहिँ म नि गइरहने हो तर सामानहरू छ यता। हामी कति पछि भेट्यो गाइस फेरि हामी कति पछि भेट्यो। यिनीहरू चप्पल लाएर आएर चाहिँ होइन जुत्ता हाम्रो जुत्ता गर्नु रिच परेनम चुप चुप रिच जुत्ता लाउँदैमा के रिच भएको हुन्छ भने जुत्ता त नर्मल हो जसले नि लाउँछ है। हामीसँग जुत्ता खान्छ त्यही भएर चप्पल लाएर गाइजहरू तो उससे मेरा क्या फायदा, मुझे क्या मिल रहा है, मुझे क्या दे रहा है। जुत्ता छैन रे हेर्न सक्नुहुन्छ उसलाई जुत्ता किनिदिनु होला। साइज कति हो भन्नु त। 35 हो उसको साइज 35 हो के 36 हो 37 चाहिँ हो 37 मेरोभन्दा ठुलो साइज रहेछ त। बुट ठिक हुन्छ हैन। अब तपाईँहरूले एउटा जुत्ता यस्तै हो डल्ली भएपछि यसलाई चोर छिर्छ। अब पुसेर के चुप न चुप यसलाई जुत्ता किनिदिने कुरा भइरहेको छ यहाँ। जुत्ता तपाईँहरूसँग थ्रिप न छ भने नि उसले लिन्छ। खुसी खुसी धन्यवाद खुसी भइसक्यो पाउँछु भनेर गाइस। अब हामी जानेवाला छौँ क्याफे जाने हो हामी। क्याफे जाने हो चिया खान जाने। अब हामी यहाँ जाने हाम्रो अब मन चेन्ज भयो। हामी यो क्याफे छिर्यौँ कि क्याफेको नाम पनि देखेन है मैले चाहिँ राम्ररी। तपाईँहरूलाई देखाइदिएँ आफै पढ्नुहोस् मैले देखिनँ। आफै पढ्नु होला किनकि तपाईँहरू पनि पढ्नु लेखेको हुनुहुन्छ मलाई थाहा छ। यस्तो यस्तो रहेछ यार भित्र तयार हेरेर गाइस। तपाईँहरूले क्याफे रिभिल गर्छु हामी कस्तो क्याफे जाँदो रहेछौँ भनेर। टक्कै त नि आउँदैछ पछाडि फुच्ची यहाँ। ए सरी है हामी चाहिँ यहाँ राम्रो स्पोट हेरिरहेको छौँ है। टक्क यस्तो राम्रो रहेछ भित्र चाहिँ पिसफुल गाइज। यहाँ बस्ने हेर भने उता बस्छौँ न। उता बस्छौँ यहाँ नबस्छौँ हल्का हामीलाई चाहिँ हल्का प्राइभेसी चाहिन्छ। हामी म बस्छु नि झ्यालनिर। हामी कतिजना 3जना त छौँ त यार। यत्रोमा कस्तो सानो भयो उसलाई चाहिँ। अनि टक्क यहाँबाट हाम्रो बसन्तपुरको भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरू टक्क क्याफेभित्रबाट है। भित्र आइसक्यो त्यही हो हाम्रो यहाँ। अब रिच किडले यहाँ मेन्यु हेर्दैछ एउटा गाइजहरू। हामी चिया खाने भनेको यहाँ एकदम महँगो चिया रहेछ यार। 60 रुपियाँ बोकेर क्याफे आएको यो ल ल ल हाम्रो चाहिँ मसला खानु डन भइसक्यो। 224 ट्यालेन्टेड लास्टमा त नमिल्दिरहेको अरे कि मैले ल ल गर्छु नि यिनीहरू धन केटीहरूले गर्छु या कति राम्रो देखेको। यस्तै मलाई त अर्डर गर्ने मान्छेहरू मलाई त सुन न मलाई त अर्डर गर्ने मान्छेहरू कस्तो मनपर्छ यार। अझ पे गर्ने मान्छे झन् मनपर्छ। हेरौँ कसले पे गर्छ म तपाईँलाई भ्लगमा देखाउँछु गाइस। फेरि अब हाम्रो बस्ने लोकेसन चेन्ज भइसक्यो गाइजहरू। फेरि अब हामी अर्को लोकेसनमा आइसक्यौँ यहाँ है। यहाँबाट नि हेर्नु एकचोटि भ्यू देखाइदिन्छु तपाईँहरू। रहेछ पिसफुल जस बिहानै आउने भनेको म र मेरो साथी। तर बिहान त हाम्रो त्यही 8 बजी हामी यहाँ पुग्दा त्यसपछि हामी फेरि यसलाई लिन गयौँ। यस्तो कस्तो धुली छ तर धुलो रहेछ न नेभर माइन्ड कि डन्ट माइन्ड भन्छ त्यही। खै कसरी 2टा बन्यो यार। हेर्न सक्नुहुन्छ उसको कला। यो नि एक प्रकारको कला हो गाइस।
दुईटा डिजाइन भइहाल्यो फिस क्या मान्छे टिकटक गर्नुमा चाहिँ हामी चाहिँ- राम्रो आउँछ भनेर हाम्रो यहाँ थत्रै उठेर भर्खर आएको त मलाई नराम्रो निकाल्ने कुरा हुन्छ गाइज हुनै सक्दैन नराम्रो निकाल्ने कुरै हुन सक्दैन मेरो कपाल त्यहाँ फुटेर भइरहेको छ किनकि म हिजो नको हो नि त त्यही भएर हाम्रो मेन्यु हेरेर हेर्छ है हामी अर्डर गरिसक्यौँ त्यही पनि हामी मेन्यु हेर्छौँ अब गाइजहरू एकछिन हामी अब टिकटक सिकटक बनाउँछौँ यो यतिकै हाँसिदिन्छ हेर न मलाई बोल्न पनि दिँदैन गाइजहरू यस्तै छ मलाई त्यस्तो राम्रो लाग्छ राम्री मान्छेले समातेपछि राम्रो लाग्छ नि त कि कस्तो गाइज अब कसरी देखाउँदैन कम्प्लेन आइसक्यो यो रेस्टुरेन्टको बारेमा यहाँ नाम चाहिँ मैले देखाइसकेँ नि अघि नि नाम चाहिँ मैले पढ्न भ्याइनँ है मैले टक्क भिडियोमा देखाइदिइसकेको थिएँ यसरी नै तर कपालहरूको लागि प्राइभेसी चाहिन्छ भने चाहिँ प्लिज आउनु होला किनभने एकदम गाडी छ उसले आफ्नो कपासलाई मिस गरेर एकदम हामी चाहिँ त्यो केटा त हेरे के बिच त्यो केटा नि हेरेर म हेरेर मलाई थाहा छैन पछि यस्तो गरेर हेऱ्यो त्यो हेरेर चाहिँ अब यस्तै हो मिङ्गलहरूको लाइफ देखेर मलाई अचम्म लाग्छ यिनीहरू कसरी मिङ्गल भएको भनेर सोच्दा किनकि हामी सिङ्गल छौँ हामी हेर्नुहोस् यहाँ मिङ्गल भएको मान्छे सिरियस मिङ्गल है गाइज कसैले आँखा नलाउनु होला झूठ बोलो बार बार झूठ बोलो होइन अरे उसको इच्छा छ अझ मलाई अरूले नि हेरोस् भन्ने मलाई लोयल केटा चाहिएको छ अरे के छ तर अझ चाहियो उसलाई गाइजहरू हाम्रो चिया चाहिँ आइसक्यो यहाँ चिया घुरिरहेको होइन प्रायः चियालाई हुन्छ नि एकोरो हेरिरहेको छ क्या लाइक हुन्छ नि चियासँग लक पराएको छ क्या Just guys, yeah, तपाईँहरूलाई टाढै राखेन टाढै भएर ब्रिलियन्ट सो भित्रैबाट रुवा लगाएर मान्छेलाई यहाँ आएर चाहिँ हाम्रो ए मिठो रहेछ मेरो चिया चाहिँ यता चाहिँ एक्लै छ यार हेर्न सक्नुहुन्छ मेरो चिया मलाई चाहिँ क्यामेरामा लाज लाग्छ क्या हल्का चिया खान त्यही भएर म चाहिँ क्यामेरा अफ गरेर खान्छु ल सॉरी टिकटक बनाउँछौँ है अनि हाम्रो टिकटक आज टिकटकमा आउनेवाला छ हेर्नु होला हाम्रो आइडीलाई नि फलो गरिदिनु यस्तो के पैसा मागे चाहिँ होइन है यस्तो यस्तो गरेर जुत्ता मागिरह उसले एकदम निडेड छ जुत्ताको हेर्न सक्नुहुन्छ चप्पलमा आयो मेरो साथी तर के छैन चप्पलमा आउनु नि जेमा आएर हामीलाई एक्सेप्ट गर्छ कन्फिडेन्स फिल हुन्छ त्यसमा जेमा आएर हामी हाम्रो साथीलाई चाहिन्छ भन्ने छैन एकदम कम्फर्टेबल हुनुपर्छ आफू पहिला सुरुमा कम्फर्टेबल किन अबिना यसरी बोलेको पतर भनेको एलियन चप्पल लाएर आएर त गाइस त्यही भएर रहेछ नत्र चाहिँ हिजो राति मर्निङ वाक जानु भनेको होइन के लाउने लुगा के लाउने नर्मल ड्रेस लाउने भनेको होइन जुत्ता सुत्ता ब्याग स्याग पर्छ एकदम साँच्चै हो भन्नु जाम त म अब यहाँ नबस्ने म टोखा जानु लागि बस्ने गरी गाइसहरू मेरो बसै सराई सर्दैछ मलाई आउनु होला टोखामा बिदाई गर्नु म पहिला बसेको कौता ग्रेन्डी हस्पिटल गएको थिएँ त्यही हो म टोखा जाँदैछु कि रुइदेऊ न एकचोटि म जानु लागि खुसीमा जाऊ यस्तो जाउ भन्छु रुइदिउँ न एकचोटि म नि गइदिन्छु के छ र गयो नि त हाम्रो भेट आइहाल्छ जहाँसुकै बस्न चाइना गइन्छ जापान गइन्छ जापानबाट उतै गइन्छ यहाँ सल्लाहलाई बोलाउँदैछौँ गाइसहरू थर्काइ नराम्रो लुगा लगाएर आइज भन्दैछौँ है हामी चाहिँ किनकि हामी पनि त्यस्तो लुगा माखा नि त त्यसलाई किन राम्रो भएर आउँदैन है होइन पनि मेरो त राम्रो चप्पल माखा गाइजहरू म मात्रै जुत्ता मागो किनकि हल्का म घरमा नाटक पारेर हाल्नु त मर्निङ वाक जान्छु भनेर मर्निङ वाक नि आइयो चियोस् होइन चिया नि खाएर भ्याइसक्यौँ त्यही पनि हामी एकछिन हाम्रो साथीलाई कुर्छौँ यहाँ हाम्रो त केही अर्डर नगरिकन बस्ने हो किनकि हामी लाज पछाएर बस्ने हो किनकि नेपाल हो यहाँ सबै कुरा चल्छ गाइजहरू 240 पाउडर गरिसक्यो मामा पैसा यतिकै रुपमा फल्छ ब्रो त्यही भएर फल्छ ब्रो फाल्दैन त्यही मलाई घरसम्म पुऱ्याउने तिमीलाई त्यही रुखमा नफलेको कारणले सुन न रुखमा पैसा नफलेको कारणले होला बित्ताको जुत्ता नकिनेको हो पैसाको भ्याल्यु गर्न जाने भने मात्रै मान्छे अगाडि बढ्छ जो मान्छेले पैसाको भ्याल्यु गर्दैन त्यो मान्छे कहिले पनि अगाडि बढ्दैन यो मेरो प्रवचन होइन है मेरो के अरे तितो शब्द तितो हुन्छ तर सत्य हो यस लाइन मार्क द वर्ड भन्नु है कमेन्टमा ओके
मेरो lip gloss सकिन्छ क्या एकछिन त म लाउँछु फेरि यसको यहाँ लिप ग्लसको पैसा बोर्डमा फलेर आउँछ नि यो कहाँबाट आयो त तर यो पनि वेस्ट अफ मनी होइन अर्को किन्न सक्दैन यो उसको ओठमा फल्छ अब तिमीहरूले यस्तो भनिहालिस् मलाई यो मेरो पुलिसले गर्दा यार यस्तो त अब लिप ग्लसलाई त्यही भएर त म लाउँदिनँ यार सल्लाहको कल आइसक्यो साइलेन्टमा चाहिँ कहिले देखा साइलेन्टमा पनि त्यस्तै आउँछ कल सल्लाह कल आइसक्यो हजुर ल ल तिमीलाई बरु छिट्टो है छिट्टो आउँदैछ हाम्रो साथी यार म डाउन गर्दा यङ्गो 50 रुपियाँ ल्याइदिन्छ यङ्गो है यङ्गो ल त म बुक गरिदिन्छु र त हामी बुक गरिदिन्छौँ ल ल हाम्रो यहाँ केटीहरूले बुक गर्छ है पठाऊ एङ्गो गाइस हाम्रो साथी आइसक्यो है सान्छुन छ होला हेर्छु रुकै म जाँदैछु त्यसलाई लिन जान्छु मेरो साथीलाई लिन हाम्रो एउटा साथी आउँदैछ उसलाई लिन जाँदैछु गाइस यस्तो है बाटो एकदम डरलाग्दो लड्यो भने म के गर्ने मर्छु म त लड्यो भने म त मर्छु त्यसपछि ए यो त यहाँ पुगिसकेछु यार दियो चाहन्छन् हेलो 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 यहाँ आउने बित्तिकै टिकटक गर्न हतार भइसक्यो यसलाई चाहिँ है ल के भन्नु छ भर्खर उठाएको थिएँ है मम्मीले किचनमा लगेर तपाईँले चाहिँ खुवाइदिनु खाकी खाएर मुख पनि धोएको छैन मान्छेले मैले खाइदिएँ है त्यसपछि आउँछ त यिनीहरूको कल आइज कि आइज यहाँको बुक गरिसकेँ सुसुनी नगरिरहेको छु यार म यिनीहरू चाहिँ भिडियो बनाउँछन् गाइजहरू म चाहिँ भिडियो बनाउन आउँदैन के गर्नु यस्तै छ मेरो पारा नाटक नाटक चटक यस्तै हो तपाईँ कति हुन्छ सुसु नगराउने लिपस्टिक चाहिँ लाउन भ्याएँ मैले अनि इयरिङ चाहिँ मैले बाटोमा हामीले बोकेर लिएर आउँछ हामीले लाएर आउँदैन उसले चाहिँ आज मेरो भ्लगमा यो लिप बामको एकदम उ गरिदिने भयो क्या चर्चा लिप बाम 250 हो गाइस 250 मैले यो लिन लाँदै नलेको मैले अर्कै वाला पैसा भने मैले अघि नै तपाईँलाई प्रवचन दिइसकेँ फेरि पनि दिँदैन पैसा भने बोर्डमा फल्दैन यसको मलाई यति भ्याल्यु छ गाइज मेरो चाहिँ नेचुरल कलेज जाँदाखेरि नि यो फुट्छ भनेर कोटको पकेटमा हालेर यस्तो साइडको पकेटमा हालेर किरिङ झुन्डाएर एकदम मायाले म मात्रै हो मलाई पैसाको त्यस्तो भ्याल्यु छ है मलाई अहिले यो हामी चिया खाना आयो नि बिहान बिहानै उसमा क्याफेमा मसँग साँच्ची नै भन्नुपर्छ यो सेवा 60 रुपियाँ मात्रै छ कसले दिन्छ मलाई थाहा छैन कसले भाडा भएको छ मलाई त्यो पनि थाहा छैन यसले माग्छ तिमीले दिएनौ कि कहिले त मैले भनेन गाइजहरू अब यहाँ फोटो सुट हुँदैछ हाम्रो सल्ला म्यामको मेरो नि हुन्छ यसपछि म्याम हुनुहुन्छ यहाँ हामी चाहिँ लिप ग्लस म्याम गाइजहरू म तपाईँलाई आज एउटा स्पेसल सिङ्गरसँग भेटाउन चाहन्छु क्रिस्का गाना सुनेको गीत गाइदिनुहोस् एकचोटि माइक 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 किसका गाना सुनेगा 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 किसका गाना सुनेगा सुनेगा दिल ना लिया दिल ना दिया तो बोलो ना बोलो क्या किया लपेटा आगे दुनिया में भी अगर प्यार ना लिया तो क्या किया अब नेपाल आइडल जानुपर्छ गिरीश के बाप का गाना सुनेगा सुनेगा गिरीश के बाप का गाना यसलाई भन सुनेगा गिरीश के बाप का गाना One hour later. गाइजहरू यहाँ जादु हुँदैछ यहाँ हेर्न सक्नुहुन्छ अडियन्स एउटा ठिक है त्यो चाहिँ मैले नदला ल मलाई भने त्यहाँ लिप ग्लस खचाको झुकमा गाली गर्दा न यो त म नेचुरली पनि गरिदिन्छ यहाँ यहाँ जादु आगो साइड खाइदिन्छ हेर्न ल हेर्न सक्नुहुन्छ उसले आगो बाल्नु सक्ने क्याफे नजलाइदियोस् त्यही हो स्क्यारी के गरे कपाल गर्नु ताली गाइस मेरो त एउटा हातमा भएर यसो ताली बजाउँछु चाहिँ म चाहिँ ल फेरि जाओस् नयाँ केही हल्का जलाले छुनी भइहाल्छ जलाएपछि यसको क्या बात है त्यसले तिम्रो अम्लानी छेक्दैन
फेसबुक है मसँग केही छैन है यो आप चाड भएर आएको है यसरी म त हातै छैन कि सोचा देखि मसँग कसैले जादु सिक्न चाहनुहुन्छ भने कृपया मलाई सम्पर्क गर्नु होला के अरे मेरो सम्पर्क नम्बर 9814 बाँकी पाउँछ त्यही हो तो चलिए शुरू करते हैं। माँ मुझे कुछ नहीं दिखाई दे रहा माँ मुझे कुछ नहीं दिखाई दे रहा माँ मुझे सब कुछ दिखाई दे रहा माँ गाइजहरू हामी चाहिँ झर्दैछौँ है जाँदैछौँ सबै गरेर अनि निस्किने हामी खै थाहा होइन यसलाई भ्लग मैले बनाइदिएको छु ओह यार यार ये कितनी औसम है यार भ्लग सक्यो होला एल्नाकोमा कन्टिन्यू गर्दै अब हामी चाहिँ निस्किन आँटेको यहाँबाट लाउ तिम्रो मोबाइल तेरो मोबाइल यहाँ भिडियो बन्दैछ हामी चाहिँ निस्किसक्यौँ है क्याफेबाट आरियाना सर्भिस पनि छ एकदमै प्राइस पनि एफोर्डेबल छ हो रहेछ यो चाहिँ गफै हो है गाइस प्राइस अफोर्डेबल भन्ने कुरा चाहिँ एकदम गफै हो है यसो झुटो गफ नदिउँ होला मेरो ब्लगमा के भनेको भन्दा त्यहाँनिर त्यो दिदीहरूले हेरिरहेको थियो अनि हेर्दाखेरि हामी आउँदाखेरि यो बहिनी आएको थियो अलिअलि हाम्रो बारेमा यस्तो गाइजहरू अब हामी यहाँ हल्का फुल्का यहाँ अब हामी यहाँ फोटो खिच्छौँ हल्का बसन्तपुर एक्सप्लोर हानिन्छौँ है म त यार यत्तिकै चिजमा हिँड्छु यत्तिकै गिफ्टको आश गरेर चाहिँ कसै हाम्रो यहाँ फोटो खिचिदिनुहुन्छ दाइले हाम्रो फोटोसुट नि कम्प्लिट भइसक्यो ऊ दाइले खिचिदिनु भएको गइसक्यो उसलाई देख्दा क्युट लाग्यो अरे अब हामी इयरिङ किन्न गइसकेका छौँ है यही पसल हो टक्क हामीहरू इयरिङ किन्न आइसकेको छ गाइजहरू हाम्रो यहाँ किनिरहेछ मोज भइरहेको अरू के किनिदिउँ भन त म चाहिँ भिडियो बनाउँदैछु मेरो यहाँ बास्केट छ मैले बास्केट लिएर भाग दिन्छु अब कन्फ्युजनमा छ केटीहरू टक्क लाएर हामीसँग छ त पैसा कतै हेरेको यार किनाउ तिमीहरू रोनाल्डो हेर्न सक्नुहुन्छ यहाँ सिन्चानी रहेछ कति रिङ लाउँछस् बहिनी मेरो यो सबै यहीँको किनिसकेन गाइजहरू फेरि पनि मलाई किन्दिएलाले मसँग नि ल I have 2 है I have 5 भित्र है I have 2 गाइजहरू हामी चाहिँ गइरहेको छौँ है अनि त्यसपछि हाम्रो बाटो जान्छौँ त्यसपछि हामी हाम्रो घर जान्छौँ त्यसपछि आजको लागि हामी चाहिँ इन्ड गर्छौँ पुगेर ल गाइजहरू हामी चाहिँ भ्लगको एन्डमा आइसक्यौँ है उनीहरू हिँड्दैछन् अब चाहिँ हामी एन्ड गर्छौँ चाँडो म भन्छु कि आज मलाई एल्नाले रविना लम्बु छ मेरो मुखबाट मिस्टेकली निस्केको होइन रविना लम्बु छ उसलाई फोटो खिच्न देऊ तर हाम्रो सबैभन्दा डल्ली मान्छेले खिचेको फोटो चाहिँ त्यो रातो लाउने हो त्यसपछि त्यो कालो लाउने हो त्यसपछि हरियो लाउने त्यसपछि ग्रे कालो लाउने र म चाहिँ बराबर हो क्या म त अल्को छु नि त हल्का चाहिँ हामी छुट्टिन लगाएको है हाम्रो साथीसँग यो बिल्टा भन्नेसँग अब हामी छुट्टिन्छौँ अनि ल बाई बाई गरौँ न अहिले यस्तो गर्छ नानीहरू बाई बाई ल के भन्नु बाई बाई गर्नु जबरजस्ती गराउँदैछु पनि बाई बाई गर अब एउटा कुरा भन्छु होइन जाँदा जाँदा उसको लागि चाहिँ जुत्ता छैन उसलाई चाहिँ जुत्ता किनिदिनु होला बाई बाई